आज मिति 2083 असाढ 5 गते शुक्रबार इस्वी सम्मत 2026 जुन 19 तारिक ज्येष्ठ शुक्ल पक्षको पञ्चमी तिथि चन्द्रमा कर्कट राशिमा सूर्योदय बिहान 5:10 भयो भने सूर्यास्त साँझ 7 बजे हुनेछ। अब लागौँ 12 राशिफलतर्फ। पहिलो राशि मेष राशि। कीर्तिमानी काम सम्पादन हुन सक्नेछ। सामाजिक कामबाट तपाईका लागि मदङ्गे फाइदा हुने देखिन्छ। तपाईले गरेका कर्मबाट आजको दिन धेरै नै लाभ रहनेछ। पारिवारिक भेटघाटको समय पनि तपाईका लागि मिल्ने देखिन्छ। वृष राशि। गरेका कामबाट तपाईलाई धेरै नै फाइदा पुग्नेछ। सामाजिक काममा तपाईको रुचि बढ्नेछ। सानातिना समस्या आइरहे पनि तपाईको दिन भने मनोरञ्जनात्मक पूर्ण तरिकाले बित्नेछ। पाठनमा पनि जानेछ भने तपाईको बुद्धिले आजका धेरै काम बन्न सक्ने देखिन्छ। मिथुन राशि। एउटै काममा दोहोरो लाभ मिल्नेछ। तपाईका लागि विशेष योजनाहरू बन्नेछन्। नयाँ ज्ञान सिक्ने मौका तपाईका लागि मिल्नेछ। पढाइमा प्रगति भएर जानेछ। आत्मीय जनसँगको भेटघाटले तपाईको मन खुश रहने देखिन्छ। कर्कट राशि। कर्कट राशिका लागि आजको दिन तपाईका लागि शुभ रहनेछ। गरी आएका कामहरू तपाईका लागि निरन्तरता दिनु राम्रो रहनेछ। पीडा दिने मान्छेहरू सक्रिय रहन सक्छन्। शत्रुहरू हाबी हुन सक्छन्। अत्यन्तै सावधान तपाईँ रहनुपर्ने देखिन्छ। कामका अवसरहरू शत्रु बैरीका कारण फुत्किने सम्भावना बढी छ। सचेत रहनु नै बेस रहन्छ। सिंह राशि। तपाईको आजको दिन लगनशीलताले राम्रै उपलब्धि दिलाउने समय रहेको छ। प्रतिभा देखाएर तपाईले अवसर हात पार्न सक्नुहुनेछ। गरेका कर्मबाट तपाईको अत्यन्तै शुभ रहनेछ। तपाईको रचनामा रुचि बढ्नेछ। घरमै बसेर विभिन्न कामहरू तपाईले गर्न सक्ने समय रहेको छ। कन्या राशि। व्यापार व्यवसायबाट तपाईका लागि मनग्गे फाइदा हुने देखिएको छ। मेहनतको फल तपाईका लागि राम्रो मिल्ने देखिन्छ। तपाईको आज व्यापार व्यवसायबाट धेरै नै लाभ हुने हुँदा तपाईको मन खुश तरिकाले बित्ने देखिन्छ। तुला राशि। अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ। मेहनत गर्दा सफलता तपाईकै पक्षमा पर्ने देखिन्छ। व्यवसायका लागि यात्राको सम्भावना देखिएको छ। दाम्पत्य जीवन तपाईको सुखमय रहला। आकस्मिक यात्रा तपाईले गर्नुपर्ने रहन्छ। प्रयत्नले तपाईका धेरै कामहरू बन्ने देखिन्छन्। वृश्चिक राशि। स्वाभाविक ढङ्गले तपाईँ आज अप्ठ्यारोमा पर्न सकिने समय रहेको छ। आफ्नो कामलाई सचेततापूर्वक अगाडि बढाउनुहोला। व्यापार व्यवसायबाट भने सामान्य फाइदा मिल्नेछ र तपाईँका सहयोगीहरूले हात झिक्नाले तपाईँलाई समस्या थपिने छ भने तपाईँको धन खर्चको योग पनि रहेको देखिन्छ। धनु राशि। तपाईँ आफ्नो कर्म प्रयत्न अनुसार